यो चाहिँ हाम्रो ब्याङ्कमा ड्युटी काम गर्दाखेरि सम्पूर्ण साथीहरूको ब्याङ्कभित्रको अवस्था यो देखाइरहेको अहिले हामी एबिके ब्याङ्कभित्र हाम्रो ड्युटी यसरी हुन्छ भन्नको लागि चाहिँ यो भिडियो सानो क्लिप मैले खिचेको हो। एकछिन भलाकुसारी गफगाफ एकछिन मिटिङ पछाडि अनि हाम्रो कार्य स्थलबाट हामी लागिन्छ यसरी। अब हामी लागियो प्रत्येक ब्रान्चतर्फ। अब यो सामानहरू हुन्छ अनि ब्रान्चमा पुर्याउन पर्ने सामानहरू पनि त्यहाँ माथि आइपुगेको हुन्छ। यस्तो पोकाहरूमा यसरी आएको हुन्छ अनि यस पश्चात चाहिँ हाम्रो अब यो सेक्युरिटीले यो गेट खोलिदिन्छ। गेट आएपछि हामी बाहिर निस्किन्छौँ। बाहिर यसरी गाडीमा आफ्नो सामानहरू हालेर अब हामी सम्पूर्ण यसरी लागिन्छ ब्याङ्कबाट आफ्नो तोकिएको कार्यस्थलतर्फ। अनि बाटोको अवस्था यस्तै हुन्छ, कहिले जाम पर्छ